यो चेपे नदी चम्पावतीको नागाको थान हो। नागाको थान भनिन्छ यसलाई। त्यहाँबाट चाहिँ अब बगैँचा पनि छ। अनि यता लमजुङ जिल्ला पर्छ भने यता यो त पारिपट्टि यो गोर्खा हो। यसको सिमानाको काम गर्छ यसले। अहिले चेपे धमिलो आएको छ, त्यति भोल्युम चाहिँ बढेको छैन रातिको पानीले। अनि हामी यो ढुङ्गो, यो जुन हामी यो बसेको सुतेको ढुङ्गो छ, यसमा यो चाहिँ यो माथि थियो पहिला, फेरि यहाँ थियो। यो माथि तेर्सो ढङ्गले बसेको थियो, त्यो अहिले यहाँ तल खसेछ धेरै वर्ष अगाडि। हामी बच्चामा त्यहाँबाट यहाँ गहिरो ताल थियो, नागाको थान भनेर भन्थे। यो यहाँ चाहिँ अहिले पनि यस्तो छ। यी ढुङ्गाहरू अहिले तिनै ढुङ्गा हुन्, यो अलिकति फसेको जस्तो मात्रै देखिन्छ, तल खसेको। यहाँ हाम फालिन्थ्यो हामी, त्यहाँबाट झम्म लाएर कानमा पानी पस्थ्यो। अहिले हुँदा हुँदै हेर्नुहोस् अहिले यस्तो चाहिँ ल अब यो यस्तो चाहिँ भएर आयो। यो अब नहरमा पनि पानी लगेको छ माथि। अनि यस्तो चाहिँ एउटा घर बन्ने ढुङ्गा छ यो। ल हेर्नुहोस् त, ढुङ्गै ढुङ्गाको बस्ती छ यहाँ त। आमा ल हेर्नुहोस्, त्यो पारीको गोर्खा। यो त धेरै ठुलो हुन्छ बर्खामा त। अहिले त यो यसको लगभग 100 गुणा बढी हुन्छ पानी। ल हेर्नुहोस् त, यहाँ हामी त्यो ढुङ्गाबाट अनि बाँकाटे हानेर यसमा आउँथ्यौँ। यो धेरै माथि, यो बिचमा पनि एउटा सानो ढुङ्गा थियो हेरी यसमा।